नमस्ते साथीहरू। आज हाम्रो चाहिँ हेर्नु न अस्ति काटेर राखेको यो काटेर राखेको धान हो साथीहरू। अनि यसरी मुठा पार्ने चलन छ क्या हाम्रो चाहिँ। अब यो मुठा पारेर फेरि घर बोक्नु पर्छ साथीहरू। अनि मेरो आमा बहिनीहरू सबैजना यता युनी चाहिँ हो मेरो एकदम बेस्ट साथी है। सानोको हात हल्लाउ न, हात हल्लाउ न। अनि त्यहाँबाट यिनी चाहिँ मेरो सानोदेखिको साथी हो एकदम। अहिलेसम्म हामी बुढुसकालसम्म पनि साथी नै भइरहने भयो। हेर्नु साथीहरू, नजिक नजिकै बिहा भयो, घर माइती पनि नजिकै। अनि अब मर्ने बेलासम्म नि सँगै हुन्छ होला साथीहरू। दुःख सुखमा सबमा साथ दिने। अनि मेरो एकदम मिल्ने साथी भनेको नजिकै यी नै हो है। यिनको नाम मनमाया हो। हामी बच्चादेखिको साथी, अहिलेसम्म पनि हामी साथी नै छ। अब मर्ने बेला नि खै मरेपछि छुट्टिन्छ होला साथीहरू। अब हाम्रो चाहिँ यस्तै हो साथी। दुःख सुख भनेको के गर्ने, राम्रो राम्रो कमेन्टहरू दिनु होला। अब यो धान थन्काउन चाहिँ अहिले हामीलाई गाह्रै हुन्छ। हाम्रो ग्रुप चाहिँ यस्तै हो, आज मेरो भोलि अर्कोको पर्सि अर्कोको गरेर त्यस्तरी काम गरिन्छ साथीहरू। ए धानको मुठा हेर्नुहोस् यतातिर। मेरो छोरोको फोन आयो फेरि।